हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। आजको दिनचर्यामा चाहिँ फेरि पनि तपाईँलाई स्वागत छ। म चाहिँ आज जाँदैछु सुरुङ्गा। यो चाहिँ सेतो लुगा म किन लगाउँछु भने सेतो लुगाले म कालो मान्छेलाई अलिक गोरो देखिन्छ भनेर सेतो लुगा लगाएँ। त्यसपछि मैले यो साउदीबाट ल्याएको जुङ्गा दाढीमा लाउने पर्फ्युम लगाएँ। यो लाउँदा चाहिँ एकदमै राम्रो पर्फ्युम आउँदैन, अलिक बोका बोका गर्नुहुन्छ। मसँग चप्पल नभएपछि बाउको चप्पल चोरेर लाउनै पर्यो। त्यसपछि चप्पल लाएर बाहिर यसो मर्निङ पख म बाहिर निस्केँ। बाहिर निस्किँदा चाहिँ एकदमै राम्रो मौसम थियो। बिहानको मौसम एकदमै चिसो चिसो र पानी पर्ने जस्तो थियो। त्यसपछि मैले आफ्नो मोटर बाइकलाई निकालेर त्यसलाई अलिकति पुसपास गरेर सफाइपछि म निस्केँ आफ्नो गन्तव्यतर्फ। मसँग जाँदै गर्दाखेरि एउटा साथी पनि थियो। त्यो साथीलाई हेर्दा चाहिँ म एकदमै खुसी हुन्छु, किनभने ऊ मभन्दा पनि कालो छ र कालो मान्छे हेर्दा म एकदमै खुसी हुन्छु। त्यसपछि हामी जाँदै थियौँ। यो बाटो खाल्टाङ खुल्टुङ भएको कारणले मेरो साथीको चाकमा चाहिँ पुच्का आएको थियो। पुच्का आएर ऊ एकदमै निराश भएर बसिरहेको थियो। के भयो भनेको त मेरो चाकमा पुच्का आयो, आए पनि जे आए पनि म चाहिँ केटी हेर्नु छोड्दिनँ भनेर म चाहिँ यताउति केटी हेर्नु थालेँ। ऊ चाहिँ रिसाउँदै मेरो पुच्का आउँदा पनि मतलब छैन भनेर। त्यसपछि म गएँ फ्राइड राइस खान। फ्राइड राइस खाँदाखेरि एकदमै मिठो फ्राइड राइस मैले एक चम्चा हाल्दा एकदमै मिठो थियो। त्यसपछि त्यो चम्चा खाएपछि बाहिर निस्किन्छ एकदमै घाम लगाइरहेको थियो। हेट यस्तो घाममा के हिँड्नु कालो हुन्छ भनेर फेरि म घरतिर लागेँ। घरतिर जाँदै गर्दा यो चाहिँ माइकको पुल हो। घर पुगिसक्दाखेरि मम्मी चाहिँ एकदमै टिपटाप परेर बसिराख्नु भएको थियो। तेरो अतर बाइकलाई धुदिनस् भन्नु थाल्नुभयो। त्यसपछि मैले अतर बाइकलाई डबल स्ट्यान्ड लाएर त्यसलाई धुइधाइ गर्नु थालेँ। धुइधाइ गरेर अतर बाइक धुनै पर्यो, किनभने यसमा म कहाँ पुग्छु। यही हो मेरो एक्लोपनको साथी। म जहाँ जाँदा पनि मलाई कहिले पनि साथ नछोड्ने मेरो अतर बाइक हो। यसलाई स्याम्पू ट्याम्पू लाएर मैले एकदमै चिटिक्क पारेर धुइदिएपछि मेरो बाउ पनि खुसी, म पनि खुसी, मेरो अतर बाइक पनि खुसी, किनभने मेरो बाउले चाहिँ फोहोर गाडी कुदाउनु दिँदैन। त्यसपछि भोक लागेर मैले भात निकालेँ। भात निकाल्दाखेरि आलुको भुजुरी थियो, जसलाई हामी आलुको भाजी भन्छौँ। त्यसमा दाल मुसेर ल्याम्प कि ल्याम्प मैले खान थालेँ। एकदमै टेस्टी थियो। घरको खाना त त्यतिकै पनि मिठो हुन्छ। एकछिन रेस्ट गरेपछि म रेडी भएँ बजार जानलाई। त्यसपछि मम्मी, म, मामा भन्जा हामी तिनजना मिलेर बजारतिर लाग्यौँ। बजार जाँदाखेरि यो चाहिँ सिगमन बजार हो। तपाईँहरूले कसले हेर्नु भएको छ, को आउनु भएको छ कमेन्ट गर्नु होला। भान्जाले भोक लागेपछि मामा पानीपुरी खान्छु भनेपछि हामी गयौँ पानीपुरी खान। यहाँ चाहिँ पानीपुरी बेच्नुहुन्छ। उहाँ आन्टीलाई कसले चिन्नुहुन्छ कमेन्ट गर्नु होला। पानीपुरी आएपछि हामीले पानीपुरीलाई खानु थाल्यौँ। पानीपुरी चाहिँ एकदमै मिठो थियो। त्यसपछि हामीले फेरि चटपटी मगायौँ। चटपटी पनि एकदमै हेर्दै खाउँ लाग्दो थियो। त्यसपछि मैले चटपटीलाई चाखेँ, एकदमै मिठो थियो। अनि मेरो भान्जाले पनि म पनि खान्छु नि मामा, मेरो पनि भिडियो बनाइदिनु भन्नु थाल्यो। उसको पनि बनाइदिएको त एकदमै चुम्मीवाला थियो भन्दै थियो उसले चाहिँ। त्यसपछि हामी बाउको चप्पल पड्काउँदै गयौँ मोमो खान। मोमो मगाइसकेपछि मोमोलाई चारसुलले घोलेर त्यसमा अलिकति रङ रोपन गरेर त्यस चियर्स गर्दै हामी मामा भान्जाले मुखतिर त्यसलाई खाँदेपछि एकदमै त्यसको स्वाद लिँदै हामी दुईजनाले, उसले चाहिँ एकदम लाइक दिँदै। यहाँ चाहिँ चपहरू पनि एकदमै मिठो पाइन्छ। यो बजारमा सस्तो पनि पाइन्छ। त्यसपछि हामीले चप पनि किन्यौँ। बुवाको लागि यसो चप्पलको भाडा दिनु पऱ्यो भनेर चप लिएर हामी फेरि घरतिर लाग्यौँ। घर जाँदै गर्दाखेरि सिगमन बजार डुल्दै जाँदै थियौँ। यो चाहिँ यहाँ अर्ग्यानिक सब्जीहरू पनि पाइन्छ। कसले अर्ग्यानिक सब्जी चाहिन्छ उहाँहरू सिगमन बजार आउनु सक्नुहुन्छ। यहाँ कोला सोला सब्जी, घेरोला, लौका सबै सब्जीहरू पाइन्छ। सबै अर्ग्यानिक हुन्छ र यहाँ कपडा पसलहरू पनि छ। को हुनुहुन्छ आउनु होला। त्यसपछि मम्मीलाई चपहरू दिएर पछि हामी घरतिर लाग्यौँ। घर पुगिसकेपछि मामा भान्जा यसो खोलातिर हामी जाँदै थियौँ। दुईजनाको भुँडी कसको ठुलो छ भनेको त मेरै ठुलो रहेछ, भान्जाको त अलिक सानै रहेछ, मेरो भुँडी चाहिँ ठुलो रहेछ। र यति भने आजको भिडियो यहीँ अन्त्य गर्छु। जिन्दा रहनुहोस्, स्वस्थ रहनुहोस्, कमेन्ट गर्नुहोस्। थ्याङ्क्स फर वाचिङ भिडियो। लाइक, कमेन्ट, सब्सक्राइब।